विश्वास, आगो र परमेश्वरको जीवित शक्तिले भरिएको एक अद्भुत कथा, इजरायलका अगमवक्ता एलियाको कथा। जय मसीह। के तपाईँले कहिले सोच्नु भएको छ, जब पुरा राष्ट्र परमेश्वरबाट टाढा जान्छ तब परमेश्वरले कसरी केवल एकजना मार्फत इतिहास बताउनुहुन्छ। आज हामी इजरायलका अगमवक्ता एलियाको कथा सुन्न जाँदैछौँ। विश्वास, आगो र परमेश्वरको जीवित शक्तिले भरिएको एक अद्भुत कथा, अगमवक्ता एलियाको कथा। एक समय इजरायल राष्ट्र आत्मिक अन्धकारले ढाकिएको थियो र देशको सिंहासनमा राजा आहाब बसेका थिए। राजा आहाबको शासनकालमा इजरायल केवल राजनीतिक रूपमा होइन, आत्मिक रूपमा पनि पतन भइसकेको थियो। आहाब आफै दुष्ट थिए, तर उनको दुष्ट अझ गहिरो भयो जब उनले विदेशी राजकुमारी इजाबेलसँग विवाह गरे। इजाबेल बाल देवताको कट्टर उपासक थिइन्। उनले इजरायलमा मूर्ति पूजालाई राज्य स्तरमा स्थापित गरिन्। यसको परिणामस्वरूप परमप्रभुका वेदीहरू ढालिए। साँचो परमेश्वरको आराधना लगभग लोप हुने अवस्थामा पुग्यो र बाल नामक झुटा देवताको पूजा खुल्याम भइरहन्थ्यो। मानिसहरूले साँचो परमेश्वरलाई बिर्सँदै गएका थिए। यस्तो अन्धकारमय घडीमा परमेश्वरले गिलादको तिस्बे नामक सानो ठाउँबाट एक साधारण मानिसलाई उठाउनु भयो। उनको नाम थियो एलिया। एलियाले डर र सम्झौता बिना सिधै राजा आहाबको दरबारमा प्रवेश गरे। त्यो कार्य आफैमा जीवनको जोखिम थियो, तर एलियाको विश्वास साहसमा परिणत भएको थियो। उहाँको हृदयमा परमेश्वरप्रतिको जोस आगो चाहिँ बलिरहेको थियो। डर र हिचकिचाहट बिना एलिया राजा आहाबको दरबारमा पुगे र साहसका साथ घोषणा गरे, परमप्रभु इजरायलका परमेश्वर जसको सेवा म गर्छु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु कि मेरो वचन बिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ। एलियाको मुखबाट निस्केको त्यो वचनसँगै आकाश बन्द भयो र इजरायलभरि भीषण खडेरी सुरु भयो। खडेरी फैलिँदै जाँदा परमेश्वरले एलियालाई यो ठाउँ छोडेर पूर्वतिर लाग करितको खोल्सामा लुक्न आज्ञा दिनुभयो। एक्लो सुनसान ठाउँमा हुँदा पनि एलिया एक्लो थिएनन्, किनकि परमेश्वर उहाँसँग हुनुहुन्थ्यो। बिहान र साँझ आकाशबाट कागहरू उड्दै आउँथे र रोटी तथा मासु ल्याइदिन्थे। खोलाको चिसो पानीले उहाँको प्यास मेटिन्थ्यो। संसार सुक्दै गइरहँदा पनि परमेश्वरले आफ्ना सेवकको आवश्यकता पुरा हेरचाह गर्नुभयो। तर समय बित्दै जाँदा खोला पनि सुक्यो। तब परमेश्वरले फेरि एलियालाई बोलाउनु भयो र टाढाको सहर सिदोनको सारापाततिर पठाउनु भयो। सारापातमा एलियाले एकजना गरिब विधवालाई भेटे। उनका आँखामा निराश थियो, हातमा अन्तिम थोरै पिठो र तेल। उनी आफ्नो छोरासँग त्यो अन्तिम भोजन खाएर मृत्युको प्रतीक्षा गर्दै थिए। त्यही क्षण एलियाले विश्वासका साथ कुरा गरे, पहिले मेरो लागि रोटी बनाऊ र परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ। विधवा गएर भने चाहिँ गरिन् अनि चमत्कार सुरु भयो। खडेरीभरि पिठोको भाँडो र तेलको भाँडो कहिले रित्तिएन, तर दुःख त्यतिमै सकिएन। केही समयपछि त्यो स्त्री त्यस घरकी मालकिनीको छोरा बिरामी भयो र त्यो झन्झन सिकिस्त हुँदै गयो अनि आखिरमा त्यसले सास फेर्न पनि छोड्यो। तब त्यस स्त्री एलियालाई भने, हे परमेश्वरका जन, तपाईँको मेरो विरुद्ध के छ? के तपाईँ यहाँ मेरो पाप सम्झाएर मेरो छोरालाई मार्न आउनु भएको हो? एलियाले जवाफ दिए, तिम्रो छोरा यहाँ ल्याऊ। एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे र पुकारा गरेर प्रार्थना गरे। परमेश्वरले मृत बालकलाई पुनः जीवन दिनुभयो। त्यस घरमा आँसु फेरि हर्षमा परिणत भयो। 3 वर्षको कठोर खडेरीपछि परमेश्वरले एलियालाई पुनः इजरायल फर्कन भन्नुभयो। एलिया कर्मेल पहाडमा उभिएर राजा आहाब, सबै जनता र बालका अगमवक्ताहरूलाई भेला गराए। एकातिर बालका अगमवक्ता थिए, अर्कोतिर परमप्रभुका अगमवक्ता एलिया। आकाश मौन थियो, हावा स्थिर, सबैको नजर वेदीतर्फ थियो। एलियाले मानिसहरूलाई भने, कति समयसम्म दुई विचार बीच डगमगाउँछौ? यदि परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर मानिसहरू चुप लागेर हेर्दै थिए। बालका अगमवक्ताहरूले बिहानदेखि साँझसम्म कराए
नाचे, आफैले काटे, तर आगो झरे। अन्ततः एलियाको पालो आयो। उनले वेदी मर्मत गरे, बलिदान राखे, 3 पटकसम्म पानी खनाए। एलियाले प्रार्थना गरे, हे परमप्रभु, आज देखाइदिनुहोस् कि तपाईँ नै परमेश्वर हुनुहुन्छ। त्यसै क्षण स्वर्गबाट परमप्रभुको आगो बर्स्यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू, माटो भस्म पार्यो र खाडलको पानी पनि सुकाइदियो। सबै मानिसहरूले यो देखे। तब मानिसहरू भुइँमा घोप्टो परी कराएर, परमप्रभु नै परमेश्वर हुनुहुन्छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ। कर्मेल डाँडामा त्यो दिन विश्वासको आगो बन्यो, जसले इजरायलको हृदय फेरि परमप्रभुतिर फर्काए। त्यसपछि एलियाले कर्मेल पहाडमै घोडा टेकेर प्रार्थना गरे। टाढा समुद्रतिर सानो बादल देखिएपछि केही समयमा आकाश कालो भयो र ठुलो वर्षा पर्यो। 3 वर्षको खडेरी अन्त्य भयो। तब एलियाले तिनीहरूले हुकुम गरे, बालका अगमवक्ताहरूलाई पक्र, एउटै पनि उम्कन नपाओस्। उनीहरूलाई पक्रे। एलियाले उनीहरूलाई तल किसुन खोलामा ल्याउन लगाएर उनीहरूलाई मारे। अब एलियाले गरेका सबै काम, तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरा अहाबले इजाबेललाई सुनाइदिए। यसै कारण इजाबेलले एलिया कहाँ यसो भनेर एउटा समाचार बाहक पठाए, जसरी तैँले उनीहरूको प्राण लिइस्, त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिइन भने देवताहरूले मलाई त्यसै वा त्योभन्दा बढी व्यवहार गरौँ। तर यस्तो महान विजयपछि पनि एलिया मानव कमजोरीबाट मुक्त भएन। रानी इजाबेलले एलियालाई मार्ने धम्की दिँदा उनी डरेर जङ्गलतिर भाग्नुभयो। थकान र निराशाले भरिएर उनले परमेश्वरसँग आफ्नो जीवन समाप्त गरिदिन आग्रह गर्नुभयो। तर परमेश्वरले उनलाई दोष दिनु भएन, बरु उहाँले खाना दिनुभयो, विश्राम दिनुभयो, नयाँ आशा दिनुभयो, नयाँ बल प्रदान गर्नुभयो। होरे पहाडमा परमेश्वर एलियासँग भेट्नुभयो, कोमल र शान्त आवाजमा बोल्नुभयो। त्यही आवाजमा एलियालाई नयाँ दिशा र उद्देश्य दियो, नयाँ राजा अभिषेक गर्ने र एलिसालाई आफ्नो उत्तराधिकारी। यसले हामीलाई सिकाउँछ, परमेश्वर थकित र निराश सेवकलाई पनि पुनः उठाउनुहुन्छ। कर्मेलको आगोपछि पनि इजरायलमा अन्याय पूर्ण रूपमा समाप्त भएको थिएन। राजा आहाबको हृदय अझै परिवर्तन भएको थिएन। इजरायल शहरमा नामोत नामका एक धर्मी मानिसको दाखबारी थियो, जुन राजाको दरबार नजिकै थियो। राजा आहाबले त्यो दाखबारी आफूलाई चाहियो भन्दै नाबोतसँग किन्न वा साट्न प्रस्ताव गरे। तर नाबोतले नम्रतापूर्वक जवाफ दिए, यो मेरो पुर्खाबाट आएको सम्पत्ति हो, म यसलाई बेच्न सक्दिनँ। यो सुनेर राजा आहाब रिसाएर उदास भई आफ्नो ओछ्यानमा पल्टियो। रानी इजाबेलले राजाको कमजोरी देखिन् र दुष्ट योजना रचे। झुटा साँचीहरू खडा गरिए, नाबोतलाई झुटो दोष लगाइयो र निर्दोष नाबोत ढुङ्गाले हानेर मारिए। त्यसपछि राजा आहाबले नाबोतको दाखबारी कब्जा गरे। तर परमेश्वरको दृष्टि यो अन्यायबाट अन्धो थिएन। परमेश्वरले फेरि आफ्नो सेवक एलियालाई पठाउनु भयो। परमप्रभु यसो भन्नुहुन्छ, नाबोतको रगत कुकुरहरूले चाटे एकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्, हो तेरै रगत। एलियाको वचन सुनेर राजा आहाब भयभीत भए। उनले लुगा च्याते, उपवास बसे, आफूलाई नम्र बनाए। त्यो क्षण परमेश्वरले देखाउनु भयो, उहाँ न्याय मात्र होइन, करुणामय पनि हुनुहुन्छ। आहाबको पश्चातापका कारण दण्ड पूर्ण रूपमा तत्काल आएन, तर परमेश्वर न्याय टर्दैन भन्ने सत्य यहाँ प्रमाणित भयो। यस घटनाले स्पष्ट सन्देश दिन्छ, परमेश्वर अन्याय सहनु, चाहे त्यो सिंहासनमा बसेको राजा पनि किन नहोस्। एलियाको सेवकाईको अर्को गम्भीर क्षण तब आयो जब राजा अहज्यालले परमेश्वरले नसोधी बिरामी पर्दा झुटा देवता बालसँग सल्लाह मागे। परमेश्वर क्रोधित हुनुभयो र एलियालाई राजा समूह सन्देश पठाउनु। राजा अब बाँच्ने छैन। यो सुनेर राजाले एलियालाई पक्राउ गर्न सैनिक पठाए। पहिलो समूहका कप्तानले घमण्डका साथ एलियालाई आदेश दिए, हे परमेश्वरका जन, राजाले तपाईँले भन्नुहुन्छ ओर्लेर आउनुहोस्। एलियाले शान्त तर अधिकार सहित जवाफ दिए, यदि म परमेश्वरको मानिस हुँ भने आकाशबाट आगो झरोस्। तत्क्षण आकाशबाट आगो झर्यो, सबै सैनिक नष्ट भयो।
दोस्रो समूह पनि त्यस्तै घमण्डका साथ आयो र वही परिणाम भयो। तेस्रो कप्तान डर र नम्रतासँग घुँडा टेकेर एलियासँग बिन्ती गर्यो, हेर्नु स्वर्गबाट आगो बर्सेर 30 अघिका 2 कप्तान र तिनका मानिसहरू भस्म पार्यो। तर अब मेरो प्राणमाथि तपाईँको निगाह रहोस्। परमप्रभुका स्वर्गदूतले एलियालाई भने, त्यससँग तल जाऊ, त्यससँग नडराऊ। यसैले एलिया उठेर तिनीसँग राजा कहाँ तल गए। यस घटनाले देखाउँछ परमेश्वर घमण्डको विरुद्ध गर्नुहुन्छ तर नम्रतालाई अनुग्रह दिनुहुन्छ। एलियाको जीवन केवल चमत्कार र आगोमा मात्र सीमित थिएन। उहाँको सेवकाई, आज्ञाकारिता, अनुशासनले पनि चिनिन्थ्यो। वरिबाट फर्किएपछि एलियाले परमेश्वरको निर्देशन अनुसार एलिसालाई भेटे। एलिसा हलो जोत्दै गर्दा एलियाले आफ्नो ओढ्ने उहाँमाथि फ्याँके। त्यो क्षण एलिसाले सबै कुरा छोडे, घर, खेत, भविष्यकी योजना र एलियाको पछि लागे। यसरी परमेश्वरको काम एक पुस्ताबाट अर्को पुस्तामा सुम्पने प्रक्रिया सुरु भयो। एलियाले एलिसालाई केवल चेला होइन, आत्मिक उत्तराधिकारीको रूपमा तयार पारे। समय बित्दै जाँदा एलियालाई थाहा थियो उहाँको पृथ्वीको यात्रा अन्त्यतिर पुग्दैछ। अन्तिम दिनहरूमा एलिया र एलिसा गिलगाल, बेतेल र एरिया हुँदै यात्रा गरे। प्रत्येक ठाउँमा अगमवक्ताका छोराहरूले एलियालाई सम्झाइरहे, आज परमेश्वरले तिम्रो गुरु लैजानुहुनेछ। तर एलिसाको उत्तर दृढ थियो, म जान्दछु तर म उहाँलाई छोड्ने छैन। यो वफादारी र दृढताको अद्भुत उदाहरण थियो। नदी पार गरिसकेपछि एलियाले एलिसालाई भने, तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरौँ? तपाईको आत्माको दोब्बर भाग पाउने हक मलाई दिनुहोस्। एलिसाले जवाफ दिए। एलियाले भने, तिमीले त गाह्रो कुरा पो माग्यौ, तापनि तिमीले मलाई तिमीबाट उठे लगेको देखो भने त्यो तिम्रो हुनेछ, होइन भने पाउने छैनौ। त्यसपछि अचानक आकाश फेरि खुल्यो, आगोको रथ र आगोको घोडाहरू देखा परे। एलियालाई आँधीसँगै स्वर्गतिर उचालियो। एलिसाले चिच्चाए, ए मेरा पिता, इजरायलका रथ र घोडा र एलियाको ओढ्ने जमिनमा खस्यो। त्यो केवल कपडाको टुक्रा थिएन, त्यो परमेश्वरको बलवाट र अधिकारको चिन्ह थियो। एलिसाले त्यो ओढ्ने उठाए, एर्दन नदीमा प्रहार गरे र भने, एलियाको परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ? फेरि नदी छुट्यो। यसै प्रमाणित गर्यो परमेश्वरको शक्ति मानिससँग होइन, उहाँको बलवाटसँग जोडिएको हुन्छ। एलियाको कथा यहाँ समाप्त भए पनि उहाँको विश्वासको गवाही समाप्त भएन। पछि आउने पुस्ताहरूले एलियालाई सम्झिरहे। एलियाको जीवनले आज पनि हामीलाई सम्झाउँछ, परमेश्वर साँचो हुनुहुन्छ। एकजनाको विश्वासले पनि रास्ता परिवर्तन हुन सक्छ। हाम्रो कमजोरीका क्षणहरूमा पनि परमेश्वरको अनुग्रह सधैँ प्राप्त हुन्छ। यदि तपाईले कथा मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। यस्ता आत्मिक कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। जय मसीह।